यसमा चक्लेट छैन हैन यो त ज्याकेट हाल्छ लाग्छ कमला हजुर यहाँ हामी रुममै गर्नुपर्छ दुईवटा गुलाब जामुन यो त्यसै राखेको छ रसगुल्ला कस्तो होला एउटा गुलाब जामुन छ एउटा रसबरी छ उयो के दाल हजुरले मलाई राखेको किन नदेखेको र देखेको नि हामी हिजो पनि त त्यही त खाएको थियो अनि हिजो त्यही दाल होला के भयो अस्ति बनाएन भनेर कहिले बनाउनु भएर हजुरले त्यो दाल कहिले बनाउनु भएन गुलाब जामुन हजुर Oh my god उता नै हजुरले के गर्नु उता कुदा फ्रिजमाथि अब गइसक्यो अब त देखिँदैन यहाँ हेर्नु मिक्सरको डब्बा के त उयो त मिक्सर हो Let's go back here. हजुर itu cukup lo cukup mixer kita selesai look at my nails guys ठीक है मिक्सर गर्ने हुन्छ नि घरमा पनि त्यसको दबाई नखानु त्यो त पर्यो कहिले त्यो त पर्यो कहिले यस्तो एकपल्ट बनायो भने कि एक ठाउँ राख्यो भनेको जियानाको मोबाइल ल्याएर पहिले पहिले बुवालाई देखाइदिनु रातै नरहेछ कि यो त
बेचेको भए पनि हुन्थ्यो नि, राखेको भए पनि हुन्थ्यो नि, अहिले राखेको भए ए हिमो पो हिमो पुरा त मासु बनाउनु थालिसक्नु क्यामेरा देखिरहेछ भाइ 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 खानु अझ गिलाउनु के साह्रो भयो अलिक पानी पर्नु क्या हो त्यो पानी हाल्नु हाल्नु बोलाउनु त्यो भन्नु भनेर के मन्त्र अब हामी यहाँ टिका लाउनु थालेको त्यहाँबाट ऊ भन्नु दे मन्त्र भनिदिनु मन्त्र के रे पहिला हामी ज्यानलाई लगाइदिनु कि के गरेर लाउने हो पहिला मम्मी बाहिर मलाई लगाउने कि पहिले हजुरले लगाइदिनु अनि त्यसपछि मलाई जहिले लगाइदिनु अनि जहिले फेरि नानीले लगाइदिनु मैले यसो भनेको कि बाहिर के मोबाइलसित गरेर राख्नु न बोलाउनु हो अब स्टार्ट गर्नु मन्त्र पढ्न सुनिन्छ नि त पहिला टिका राम्रो बनाउनु पहिला रुक्नु बोलाउनु मम्मी कहाँ र मम्मी चाहिँ खै त मेरै मुखमा ओ परेको भन न त्यो सबै के दिनु ओ भन न खै उतै मोबाइलसित भन्छ गरिदिनु भनेर दिएन बिग्रन भन्छ भन्नु ल ल खेल्न त्यही भएर चाहिँ आज आयो कलर टिका लाग्यो भइसक्यो यहाँ त के लिन गएर मम्मी चाहिँ के त खोजेले नि केटा उठेर त त्यसलाई नलाउनु कलर नलाउनु यहाँ पैसा लाउनु हुँदैन कलर बोलाउनु गर्नु ल ऊ त्यहाँ ऊ भनिदिनु बुवा मन्त्र पढ्नु मन्त्र के भन्छ नि ऊ के आइन्द्र नसत बिहेभ गरेर आउँदैन मम्मीलाई पाउँदैन मम्मीलाई पो आउँदैन बरु आइन्द्र नसत टिका कति धेरै ठुलो नलागिदिनु न कत्रो लगाइदिनु होइन हेर्दै गर्छ दसैँको टिका ठुलै लाउनुपर्छ नि जति ठुलो त्यति ठुलो मेरो वर्ष भनेको कति हतार पठाउन बिस्तारै के अरे अझै त जमरा लगाइदिनु ऊ त क्लिपमा मेरो हात त सबै भिजिहाल्यो उसैले त्यहाँ गयो भने त गिलो हुन्छ नि धेरै गरेर उठेको हुन्छ नि के दक्षिण केरा हालेको छैन केरा हाल्नु पर्थ्यो नि तेरो त काट्दै हो त्यो ला ज्यान छोरा टिका झरिहाल्यो नि रसवतीमा ज्यान कुन पैसा लिने नेपाली पैसा लिने कि युरो लिने युरो नेपाली अमेरिकी एउटा त्यो 10 कि 5 यता कालो एउटा एउटा त्यसो तिनवटा भयो एउटा उसले टम्बल ल्याइदियो भने अनि त्यसपछि त पुग्दैन होला नि त अनि हजुरहरूलाई मलाई एउटा भइहाल्छ नि एउटा मात्रै बाँकी हुन्छ बरुभन्दा यसै राम्रो म अनि एउटा चाहिँ गर्दैन यो पैसा हजुरहरू चाहिँ दिनु 5 पैसा कलर लाग्यो भने पैसा चलेन भने अनि के गर्नु मेरो पैसा चलाउनु पर्छ अहिले एउटा 20 को एउटा 10 को एउटा 5 को एउटा 1 को पनि दिनुपर्छ त्यो मात्रै हाल्नु जमरा ए फलफुल पनि दिनु न उता हात धेरै नहालिदिनु एउटा मात्र हो कि टिका यहाँ राखेर मिठाई पनि सबै ज्यान सबै अहिले पहिला मेरो नानीले खै नमस्ते गरेको त सुन्न पहिले खुट्टीहरू नमस्ते ज्ञानी हुनु बाबालाई पनि भनेको टेर्नु मोबाइल धेरै नहेर्नु तिमी त बस्छ टिभी धेरै नहेर्नु तिमी त बस्छ मेरो छोरी अब कस्तो
अब सफली ल अब हजुर गर्नु अनि त्यसपछि मेरो टर्न हुन्छ अब मेरो पागल हो। धेरै ठुलो नलगाइदिनु होला टिका लक्ष्मीलाई पनि जोइन गरेर हुन्थ्यो नि त्यो अनलाइन आइसक्यो त ए मलाई ला मम्मी यो निकालिदिनु हुन्छ लाइक पर्दैन अहिले फेरि टिकाले छोपिहाल्यो नि त्यही मतलब टिकाको लागि अब त दसैँ भन्दा धेरै त खाली मान्छे नै देखिरहेको थोरै त लिएर लान्छ थोरै हालिदिनु के धेरै नहालिदिनु अहिले म भएको भए त यस्तो हालेर ट्विट थोरै थोरै काट्ने मैले टिका लगाउनु बेला हजुर दुवैजनाले आँखा बन्द गर्नुपर्छ ल हुन्छ मैले नागरी के हो यो के हो त्यो उहाँले टाउकोमा भन्दा नाकैमा टिका लगाएर गर्छ दसैँ टिका त यसरी सानो थोरै थोरै लिएर अनि टाँच्दै आशीर्वाद दिँदै गर्ने हो नि त एकदमै धेरै टाँच्ने बाबु म त टाउकोमा लाउँछु थाल्नु दिएन त थालेन कुन थाल खोइ टिका यो धरेर राख्नु कि यहाँ सेतोमा सबै दाग लाग्छ या यता न्यू मेरो टाउको भरे यति ठुलो टिका छ 5 जनाले नै टिका हालिदिएको जस्तो 5 जनाले नै टिका हालिदिएको जस्तो ला मम्मी यहाँ राखेर नचिम्टी खोइ मैले हाल्छु पहिले त्यति हाल्नु पहिले त्यो केसमा काट्नु होला नि मजाले ठिका निकालिदियो कति टुक्रा भने भित्र गएर दिनुपर्छ ल ज्यान लाग्यो ल बाबु अब म दुवैजनाले लगाम त्यहाँ गएर त्यहाँ टाउको यतापट्टि बाबा हजुर आँखा बन्द गर्नु पहिले यताउति बाबा दुखाउँछ थाहा छ आँखा बन्द गरिदिनु यतापट्टि आँखा तिम्रो बन्द गर्नुपर्छ कि ज्यान हजुरले लाग्छ मैले गर्दाखेरि आँखा बन्द गर्नुपर्छ हजुरले दुईटा हातले यसरी दुईटा हातले यसरी यसरी थोरै थोरै लाग्नु अलि अझै लेभल गर्दा थोरै भयो फेरि दुख्याल्नुपर्छ अझै लेभल गर्दा अर्को यो हातले पनि यसो गर्ने हो कि बाबाले गर्छ यसो कस्तो यसो दुईटै अझै 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 गर्दा नि थोरै धेरै थोरै भयो अझै ल्याउन आउँछ नि भयो धेरै नलाउनु भयो केही हुँदैन नि झरिहाल्छ नि अनि त्यो सिनेमा लाउँछ हारे अब भयो ल भयो यो हात पुछेर दक्षिणा दिनु दक्षिणा त पर्दैन जमरा आज धेरै लाउने आएर ल कानमा लगाऊ के एउटा स्याउदेऊ अनि त्यसपछि दक्षिणा बाबा खोइ रुम पहिले पैसा त दिनु दक्षिणा त बाबाले पनि दिने होला नि पर्दैन दक्षिणा पर्दैन फुलबाट ल्याउँछ पर्दैन यसो दिन हातमा दिनु तपाईँ नानी त यसो गर्न हातले फुटिदियो पर्दैन हाँ त यसरी गर्नु बिहानले हातले अब कसको टर्न अम्मा मिला यताबाट आउनु तिमी खोइ उता मलाई त पर्दैन तपाईँ होइन नानी यताबाट आउनु तपाईँले पनि कोही नलाउनु यताबाट गाह्रो मम्मी हजुर अब म मलाई पनि लगाइदिनुपर्छ बिहानले लगाइदिन्छु अब म हाँ? ए ल ल ल टिकले परेन मलाई बाबा मम्मीले पो लगाइदिनु मान्छे छोरीलाई लगाइदियो भयो मलाई नलागेको हुन्छ गाईलाई नलाउने मान्छे भएर छोरी राख्दैन